हेलो वेलकम टु माई च्यानल। सो आज चाहिँ यो मेरो लाइफको फर्स्ट ब्लग हो। सो म यसमा एकदमै खुसी छु। किन भन्दाखेरि म अहिले चाहिँ पहिले बच्चैदेखि चाहिँ भ्लगिङ गर्ने चाहिँ साह्रै मन पर्थ्यो, तर अब समय पनि त्यस्तै भयो, गर्नु पनि पाइएन। सो आज चाहिँ मेरो ड्रिम पनि फुलफिल भएको छ। सो अहिले चाहिँ म जिपिओ अफिस जाँदैछु। मलाई उता चाइनाबाट सामान आएको रहेछ, मैले अर्डर गरेको थिएँ। सो अहिले चाहिँ म त्यो लिन जाँदैछु। अनि यो लाइफमा चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि अब केही चिज सोचेको चिज पुरा हुँदाखेरि चाहिँ निकै खुसी लाग्ने कि। अब कस्तो भन्दाखेरि बच्चैदेखि सोचेको चिज अब अहिले अब लगभग 22-23 वर्षको लाग्यो। सो अहिले चाहिँ बल्ल केही चिज गरेँ है जस्तो फिल भयो। मैले आज यो फर्स्ट भिडियो बनाउँदाखेरि चाहिँ मलाई क्या खुसी लाग्यो क्या। सो म चाहिँ सबैलाई त्यही रिकमेन्ड गर्छु क्या। लाइफमा केही सबैको हुन्छ, अब पैसा कमाउनु पर्ने हुन्छ, त्यसको कारणले आफ्नो ड्रिम छोड्नु पर्ने हुन्छ। तर सकेसम्म चाहिँ आफ्नो ड्रिम चाहिँ कसरी सकिन्छ कम्प्लिट गर्न सक्ने चाहिँ हुनुपर्ने रहेछ कि। सो त्यो चिजबाट पैसा कमाओस् नकमाओस्, केही होस् नहोस् फरक परेन क्या। तर त्यो चिज गर्न मात्रै पाए पनि मन चाहिँ एकदमै खुसी हुने रहेछ। सो म चाहिँ अहिले अब जसले अब त्यो छोडेर प्रेसराइज भएर पैसा कमाउँदै हुनुहुन्छ, इफ त्यो पैसा कमाउँदै पनि तपाईँको त्यो वर्क चाहिँ हुन्छ, तपाईँले खोजेको चिज चाहिँ गर्न सक्नुहुन्छ भने चाहिँ त्यो चाहिँ एकदमै बेस्ट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। सो म त एउटा भ्लगर हो। अब भ्लगमा के बोल्ने पनि थाहा छैन मलाई। सो नर्मली त्यो चाहिँ एकदमै राम्रो हुन्छ भन्छु म चाहिँ। लाइफमा तपाईँले जतिसुकै जे गर्नु, तपाईँले बुढेसकालमा खाटमा सुतिरहेको बेला सोच्ने कुरा चाहिँ यही नै रहेछ क्या। मैले त्यतिखेर चाहिँ एक स्टेप मात्रै चालेको भए चाहिँ सायद म अहिले चाहिँ यस्तो रिग्रेट गरेर बस्नुपर्ने कन्डिसनमा हुँदैन थियो भन्ने कुरा चाहिँ लाग्छ हजुरहरूलाई। तब यस्तो बोल्न थालेपछि त भिडियो निकै लामो हुन्छ। सो अब सर्टमा म भिडियो देखाउँछु। सो यो मिनी ब्लग हो। सो म चाहिँ अबदेखि लगभग डेली ब्लगहरू हाल्ने गर्छु। सो हजुरहरू पनि केही च्यानल छ, गेमिङ च्यानल एनिथिङ छ भने मेरो कमेन्टमा चाहिँ नाम छोडिदिनुहोस्, म सब्सक्राइब गरिदिन्छु। आई विल सपोर्ट यु एन्ड यु गाइज सपोर्ट मी टु। सो हामी चाहिँ के हो भन्दाखेरि सँगै उठ्न सक्यो भने चाहिँ सँगै बढ्न सकिन्छ भन्छु म चाहिँ। सो त्यो भयो भने के हुन्छ, हामी नेपालीहरूमा त्यही नै छ क्या, खुट्टा तान्ने बानी छ नि त। त्यो भएको कारणले चाहिँ कोही भो लाग्दैन। एकअर्कालाई हेल्प गऱ्यो भने त 100% नै भइ नै हाल्छ यसो उसै। सो सकिन्छ भने हेल्प गर्ने, सकिँदैन भने अरूलाई खुट्टा नतान्ने गऱ्यो भने चाहिँ राम्रो भन्छु म चाहिँ। सो तपाईँहरूलाई मेरो तर्फबाट केही हेल्प चाहिन्छ भने मैले जे गर्न सक्छु आई विल ट्राई टु डु। सो यहाँ हेर्नु न, अब मान्छेहरूको यस्तै हो। अब पैसा धेरै भएपछि त्यस्तै हुन्छ, ट्राफिक लाइट क्रस गरेर आउनुभएछ। सो अब भिडियो चाहिँ धेरै लामो हुन्छ। सो आजको लागि यति नै गर्छौँ। सो भिडियो चाहिँ कम्प्लिट हेरेर जानु होला। भिडियो मन परेमा लाइक, सेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू सो मच गाइज।